भारत र पाकिस्तान बीच सुरक्षा तनाव बढेपछि अहिले सुनसरीको सीमावर्ती क्षेत्रमा समेत प्रभाव देखिन थालेको छ। पूर्वी नेपालको सुनसरी जिल्लाको 62 किलोमिटर खुल्ला सीमानामा हिजो आज निकै कडाई गरिएको छ। भारत र पाकिस्तान बीच पछिल्लो समय देखिएको कूटनीतिक तथा सुरक्षा सम्बन्धी तनावको असर नेपाल भारत सीमामा पर्न थालेको छ। विशेषतः पूर्वी नेपालको सुनसरी जिल्लाको 62 किलोमिटर खुल्ला सीमानामा निकै कडाई गरिएको छ। सुनसरी जिल्लाको कोशी ब्यारेजदेखि अमडुवासम्म र भारतको सुपौल तथा अररिया जिल्लातर्फ जाने सीमावर्ती क्षेत्रमा गैरातीदेखि व्यापक रूपमा नेपाली सुरक्षाकर्मी तैनात गरिएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीमामा कसैले पनि अविच्छिन्न गतिविधि गरेमा तुरन्त कारबाही गर्न निर्देशन दिनुभएको छ। यो भारतमा जुन प्रकारको घटनाक्रमहरू भइरहेछ त्यसको प्रत्यक्ष अप्रत्यक्ष कुनै पनि प्रभाव नेपालमा नपरोस् भन्ने कुरामा हामी सचेत छौँ। गृह मन्त्रालयबाट पनि हामीले त्यो प्रकारको निर्देशन छ र सीमा क्षेत्रमा पहिलेदेखि नै कडाई गरिए तापनि अहिले अलिकति विशेष रूपमा आवाजाहीलाई निगरानी गर्ने, कस्तो प्रकारको व्यक्तिहरूको आवत जावत छ, के उद्देश्यका साथमा आवत जावत भइरहेछ, उताबाट कस्तो प्रकारको व्यक्तिहरू यता आइरहेका छन्, आपराधिक पृष्ठभूमिका छन् या अरू कुनै निहित स्वार्थका साथ आइरहेका छन्, सबै विषयलाई केन्द्रित गरेर हामीले एउटा निगरानी बढाएका छौँ। नियमित रूपमा हामीले त्यहाँ गस्ती पटरिङ पनि गरिरहेछौँ र आउने जाने व्यक्तिहरूको परिचय पत्र लगायत उसको पहिचान खुल्ने डकुमेन्टहरूको आधारमा चाहिँ एक प्रकारले हामीले निगरानी गरिरहेको अवस्था छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिमसिना, सुनसरी सशस्त्र प्रहरी बल लगायत उच्च निकायको टोलीले खुला सीमा तथा सुरक्षा पोस्टको स्थलगत निरीक्षण गरेको छ। सुरुमा नेपाल प्रहरीको नक्कली परिचय पत्र बनाएर भारत प्रवेश गर्न खोज्ने इनरवा 8 का जाबिर हुसेन मियालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिमसिनाले जानकारी दिनुभएको छ। नेपालको बाटो हुँदै भारत जाने जुनसुकै मुलुकको नागरिकको पनि हामी त्यसको पूर्ण विवरण आइडी कार्ड लगायतका सम्पूर्ण विवरणहरू हेर्छौँ नि। त्यसकारणले भारतबाट नेपाल आउनेहरूको पनि हामी सम्पूर्ण विवरण हेर्छौँ। भर्खरै अब लौकी नाकामा नेपालकै एउटा फेक डकुमेन्ट बनाएर कोही एउटा व्यक्ति चाहिँ भारत प्रवेश गर्न खोज्दै थियो, त्यसको अनुसन्धान भइरहेको अवस्था छ। नेपाल प्रहरीको 13 र सशस्त्र प्रहरीको 11 थाई युनिट रहेका छन्, जसमा अहिले अस्थायी रूपमा थप 11 वटा सुरक्षा युनिट खडा गरिएको छ। भारतीय पक्षबाट समेत तालिम प्राप्त कुकुर परिचालन गरेर सीमामा कडाई गरिएको छ। सीमामा आवत जावत गर्ने क्रममा सरकारी परिचय पत्र अनिवार्य गरिएको छ भने उनीहरूको विस्तृत विवरण समेत सुरक्षा निकायले राख्न थालेको छ। सन्तोष यादव, सार्वजनिक सेवा प्रसारण, एनटिभी समाचार, सुनसरी।